नेपालीमा डरलाग्दो कथा र घटना भन्ने च्यानल रियल हरर टेल्सलाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकनलाई थिच्न नभुल्नुहोस्। मेरो नाम हिराकाजी हो। म काठमाडौँमा डेरा गरी बस्दै आएको थिएँ। मेरो घर चाहिँ खोटाङको ऐसेलु खर्क हो। करिब 10-11 घण्टा गाडीको बाटो यात्रा गरेपछि हुर्लुङ पुगिन्थ्यो। त्यो बेलाको समयमा गाडी दिक्तेलसम्म मात्रै जाने भएकोले हुर्लुङदेखि पैदल यात्रा गरेर मेरो गाउँसम्म जानु पर्थ्यो। 2075 साल असार महिना थियो। त्यस दिन म मेरो श्रीमतीलाई लिएर काठमाडौँदेखि खोटाङको यात्राका लागि निस्किएँ। त्यस्तै 6 बजेतिर गाडीले हुर्लुङमा झारिदियो। थोरै समय भएकोले हुर्लुङमा खाजा खाएर जाल्पासम्म गएर बस्ने निर्णय गरियो र श्रीमती र म जाल्पाको लागि यात्रा सुरु गरियो। मेरो श्रीमती र म गफ गर्दै बाटोमा हिँडिरहेका थियौँ। त्यो बाटो जंगलको बाटो थियो। साँझ परिसकेको थियो। मेरो श्रीमती र मैले अलि पर पानीको खोल्सामा बिसाएर पानी खायौँ र मेरी श्रीमतीले भन्यो, कस्तो डरलाग्दो जंगल हो। मैले भने, धेरै छैन, अलिकति परसम्म मात्र हो, पुगिहालिन्छ भन्दै 2वटा मोबाइल बालेर हिँड्न थालेको त एकजना मान्छे मेरो अगाडि सरर गरेर पो हिँडिरहेको देखे। पाइला पनि चालेको थिएन। धन्न मेरो श्रीमतीले चाहिँ देखेन। मलाई यो कुनै अलौकिक शक्ति भूत पिचास नै हो भन्ने लागिहाल्यो। मैले यो देखेको कुरा श्रीमतीलाई भन्न सकिन। मैले भने त ऊ पनि डराउँछ जस्तो लाग्यो। त्यसैले मैले मनमनै आफ्नो कुलपित्रलाई सम्झँदै मलाई रक्षा गर्नु भन्दै सोच्दै हिँडि नै रहे। त्यो मेरो अगाडि सरर हिँडिरहेको हातमा भूत पिचास त रुखको टुप्पामा पो उडेर गयो। म त डरले भित्रै कापी नै रहेको थिएँ र पनि श्रीमतीको छेउमा निडर बनेर हिँडि नै रहेको थिएँ। यो कुरा मेरो श्रीमतीलाई थाहा नै थिएन। यो मेरो अगाडि हिँडेको मान्छे पनि रुखै